त्यो कति हल्ला गर्छन् लिएर एकचोटि फेरि सोच्नु अश्वत्थामा पर्छ है। ऋषि आएर महादेव पार्वतीलाई प्रणाम गरी यति प्रथम अश्वत्थामा वचन सुनि पार्वती मामा हेर्नु हात पातै भएको छैन तपाईँले हात पातै भएको छ शास्त्र यसो पढौँ भने यसो एकछिन ध्यान दिएर सुन्नु सक्दैन उलन खेल्दाहरू कुरो बुझिस अहिले त कहाँ पुगेको थियो कहाँ पुगो नि अब हात छुट्याइदियो कहाँबाट पढेको त्यो बच्चा हेर पापै लाग्छ यस्तो धर्मशास्त्र पढ्नु लाग्छ कहाँ पुग्यो अब यता अब ऋषि भन्ने थियो ए ऋषि यिनीहरूलाई कुट पहिला यिनीहरूलाई कुट तिमी रसातल पातालमा जाऊ अहिलेको भर्यो फेरि दोहोरियो बुढा दोहोरियो दोहोरियो नि त म सुनिरहेको छु अलि उता सर्नु त नि सर्नु त यहाँ छैन के बीचमा यो जो पापी छन् जो दरिद्र छन् जसको जस्तो पापी संसारमा कोही छैन तिनलाई कोही छ यस्ता विधिले कति कराउन सक्छ बाघले पिटेको कतिचोटि बजाउनु दमा हो तिमीहरूको टाउको ठोक्नु परेको छ ठोक्नु परेको छ कहाँ पुग्यो फेरि कहाँ पुगो नि अब अध्याय नसिद्ध्याइ भएको छैन छैन जो दरिद्र छन् तिनीलाई यस्ता विधिले शीर्षोत्थानी परमेश्वरीको व्रत गराउ र उद्धार हुन् भनी विष्णुले आफूलाई बताए झै व्रत तेरो कारणले मैले पिटाइ खाएँ दोस्रो चोटि पनि खाइरहेको छु यहाँ म अब चाहिँ अब मलाई रिस उठ्ने बेला आइरहेछ कहाँ मात्रै रिस उठ्छ म त हाँसिरहेको छु कति कराउँछ विधिले शीर्षोत्थानी परमेश्वरीको व्रत गराउ र उद्धार हुन् भनी विष्णुले यो त अघि पढिस्या कति दोहोऱ्याउँछौ बुढा कति बताए झै व्रत अब म कुट्छु यतालाई मेरो काम पाकिसक्यो व्रत विधि बताइन् र जाऊ भनी बिदा दिन यति पार्वतीले आज्ञा गरेको हुनाले भाटाले जानु